अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपालले आज नवलपरासी जिल्लाका 3 जना संचार श्रमिकहरूलाई सम्मान गरेको छ। रेडियो र पत्र पत्रिकामा कार्यरत संचार श्रमिकहरूलाई सम्मान गरिएको हो। सामुदायिक रेडियो परासीमा प्राविधिकको रूपमा कार्यरत रूपेश राजभर, परासी पत्र साप्ताहिक पत्रिकाका डिजाइनर हिमाल आले र पत्रिकाकै वितरक अमर राज कहाँरलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ। प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष गौरी शंकर जयसवालको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगवती प्रसाद यादव रुदलको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरिएको हो। सो अवसरमा बोल्दै समन्वय प्रमुख यादवले आम संचार माध्यमको विकासका लागि जिल्लाका सबै पालिकाहरूसँग समन्वय गर्ने बताउनु भएको छ। कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव धीरज शर्मा बस्याल, प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोगका सदस्य मोहन पौडेल, लुम्बिनी प्रदेश सदस्य यमकुमारी सुवेदी, नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष केशव पराजुली, महासंघका निवर्तमान अध्यक्ष हरि शर्मा, चौतारीका जिल्ला उपाध्यक्ष सुरेश यादव लगायतले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको जिल्ला कोषाध्यक्ष महेश यादवले बताउनु भएको छ।